आज राति 12 बजेदेखि के गर्न पाइँदैन। आज फागुन 18 गते सोमबार राति 12 बजेदेखि निर्वाचनको मौन अवधि लागू हुँदैछ। यो निर्वाचनको मौन अवधिभित्रमा तपाईँहरूले निर्वाचन नसकिदासम्म चुनावका कुनै पनि प्रचार प्रसारका गतिविधि गर्न पाइने छैन। कुनै पनि कार्यशाला, गोष्ठी, सेमिनार, भेलाहरू आयोजना गर्नमा पनि पूर्ण रूपमा रोक लगाइएको छ। सामाजिक सञ्जालमा आफूलाई मन परेको उम्मेदवार अथवा विपक्षी उम्मेदवारको बारेमा कुनै पनि पोस्ट गर्न, त्यसैगरी पोस्टलाई सेयर गर्न पनि पूर्ण रूपमा निषेधित गरिएको छ। यस अगाडि राखिएका सम्पूर्ण विज्ञापन तथा प्रचार प्रसारका सामग्रीहरू पनि सामाजिक सञ्जालबाट पूर्ण रूपमा हटाइनु पर्ने भनेर निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान स्थलबाट 300 मिटर वरिपरि राखिएका सम्पूर्ण निर्वाचनका प्रचार प्रसारका सामग्रीहरू हटाउनु पर्नेछ र कुनै पनि प्रकारका भोज भतेर, हुल हुज्जत, र्यालीहरू पनि गर्न पूर्ण रूपमा निषेधित गरिएको छ। तोकिएको 48 घण्टाको मौन अवधिभरिमा अब कुनै पनि उम्मेदवारले कुनै पनि तरिकाले मत माग्न पाउने छैन र निर्वाचनलाई बिथोल्ने, निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधिलाई पूर्ण रूपमा निषेधित गरिएको छ र यदि कोही पनि व्यक्तिले त्यस्तो कार्य गर्छ वा गराउँछ भने कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्ने भनेर निर्वाचन आयोगले जानकारी दिएको छ।